दर्शक बिनहरु साइकलले धोका दियो। ल गाइस साइकल बिग्रेको अवस्था। ए गाउँले हो। Hey channel, welcome to my guys. Hey welcome channel to my guys. तो चलिए शुरू करते हैं। लेट्स गो गाइज। हामी चाहिँ धेरै क्या क्या चाह रहे हैं भाई आप? विश्राम गरेर हामी निस्किसक्यौँ हाम्रो छाप्रोतिर। अगाडि बढ्दैछौँ। ल अगाडि बढौँ है। ल हामी घरतिर फर्किँदैछौँ। ए चार्जले जति थाम्छ त्यतिसम्म बनाउँछौँ। चार्जले नै नथामेपछि त अनि मैले गोप्रो पक्रेर मात्र के गर्नु। ग्रुप बढ्दैछ। हाम्रो ग्रुप बढ्दैछ अगाडि। अघि खिचिन लाज लाग्यो त्यहाँ त। हेरेको थियो नि हेर्नु त। खिचिन नि अलिक पर पुगे पर पुगे। मुंह से सुपारी निकाल के बात कर रहे बाबा। इसके मुंह में पैदाइशी सुपारी है। तेरा चाहिँ फेरि हल्का भन्दै। देख सकते हैं ये इसी में मजा करते हैं बच्चा लोग। कौन है ये लोग? कहाँ से आते हैं? साइकलले चाहिँ धेरै नै दुःख दिन्छ है बनाउनु। बुढी स्याहार्नु भन्दा धेरै गाह्रो हुन्छ। A few moments later. दुःखद घटनाहरू। एकदम साह्रो। यस्तो काम चाहिँ कहिले पनि गर्नु हुँदैन है। चोर्ने काम चाहिँ कहिले पनि गर्नु हुँदैन। सन्त सङ्गलको चाहिँ पम्प हराएछ। साइकलमा हाल्ने पम्प दाइको एक्स्ट्रा टुटीवाला छ नि त। अनि दाइले प्राइभेट ल्याउनु भएको थिएछ तर राखेको ठाउँबाट नै चोरी भएछ। सानो खालको थिएछ। ए गाउँले हो। कसले चोर्या हो लु पत्ता लगाओ। पैसा झर्छ त्यसमा पम्पको बराबर। तर मान्छे चाहिँ पत्ता लगाउनु पर्यो। 1 hour later. चार्ज पनि थोरै छ। थोरै भन्दाखेरि पनि 20% चाहिँ पुग्यो गोप्रोको। अब गोप्रो कति थाम्छ है त। जति थाम्छ त्यति मात्र बनाउँछु। दाहरू अगाडि बढ्दै हुनुहुन्छ। ल हामी चाहिँ यहाँदेखि मेन रोडदेखि तल जाने कुरा भइरहेको थियो। तलैतिर लाग्थ्यो। यस्तो छ चिर। यतापट्टि घाम छ क्या। यो हातले हान्दा चाहिँ दामी आउँथ्यो। A few moments later. ल गाइस साइकल बिग्रेको अवस्था। अलिक अभरमा परियो आज होइन। के गर्नु साइकल बिग्रेर। यस्तै हो कहिले अब दुःख सुख भयो भने। 1 eternity later. ल दर्शक बिनहरु साइकलले धोका दियो। तारो यस्तो भइसकेछ अनि हेर्नु त यस्तो थिएछ पहिला अब यस्तो आउन आँटेको। साइकलले धोका दियो। म पनि तपाईहरुलाई धोका दिन चाहन्छु यति भन्दै लाइभलाई चाहिँ अरे कहना क्या चाहते हो? लाइभ बनाएछ। भिडियोलाई चाहिँ यहीँनेर एन्ड गरिदिउँ होला। तपाईहरुलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने कमेन्ट गर्नु, सब्स्क्राइब गर्नु, लाइक गर्नु। फेरि हामी भिडियो हाल्ने नै छौँ। कमेन्टमा धेरै माया देखाउनु होला। तपाईहरुको साथ सपोर्ट चाहियो। यति भन्दै आजको लागि चाहिँ बाइ बाइ।